हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म एकदम सन्चै छु। तपाईँहरूलाई डे 28मा स्वागत गर्न चाहन्छु। आज चाहिँ मेरो बाइकको ट्रायल रहेको छ 7:30 बजेदेखि। अनि अब म उठेर चाहिँ मुख सुख धोएर बसेको छु, किनभने चिसो छ नि त बाहिर। त्यसैले अब देखौँ कस्तो कस्तो हुन्छ दिन। त्यसरी ट्रायल निकाल्नुपर्छ होइन त। देख्न सक्नुहुन्छ हामी चाहिँ पुगिसकेर ट्रायल दिने ठाउँमा म दादा अनि लोकेश चाहिँ हामी निस्किसकेको थियो। यो देख्न सक्नुहुन्छ अट्टासट्टा घुमाएर चट्ट यस्तो यस्तो छ। ओए हामीले देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो यस्तो ठाउँमा चाहिँ मैले अहिले एकछिनमा हाम्रो गाडी 250 FZ चलाउँछु, जुनबाट देख्न सक्नुहुन्छ मैले लाइसेन्स निकालेर म खुसी भएर आइसकेको छु। मेरो यो मोमेन्ट त लाइफको पहिलोचोटि होइन, 250मा चाहिँ लाइसेन्स निकालेँ। त्यसपछि चाहिँ म रुममा आएर खानासाना खाएर जिमको लागि निस्किसकेको थिएँ। जनक पनि आएको थिएन, राजेश थापा पनि थिएन। त्यसपछि म जिम पुगेँ। आज एक्लो थिएँ, स्लो थिएँ। अनि कुशल त एकछिनमा पुग्नुहुन्छ। अनि चट्ट अनि क्यामेरा स्यामेरा उहाँको हातमा दिएर चाहिँ म वार्म गर्न लागिसकेँ। देख्न सक्नुहुन्छ चट्ट बब्बाल तरिकामा वार्म अप गर्नु पऱ्यो, किनभने आज फ्राइडे हो, लेग डे हो। बब्बाल हान्नु पऱ्यो नि त, लेग त होइन खुट्टा हो माई गड हुने तरिकाले हान्नुपर्छ लेग। आज चाहिँ दबाएर हान्छु भनेर चाहिँ म चट्ट हाफचट्टी लगाएर वार्म अप गर्न सक्यो। त्यसपछि मैले स्क्वाड हानेँ 100 मतलब 50-50-100 फाटिरहेको थियो। त्योभन्दा अगाडि चाहिँ मैले 3 सेट एक्स्ट्रा हानिसकेको थिएँ। यो चाहिँ लास्ट सेट थियो। इभिनिङ सेटमा चाहिँ मैले हेभी वेट हानिरहेको थिएँ, किनभने अब हुन्छ नि त। त्यसपछि चाहिँ मैले लेग प्रेस हानेँ। देख्न सक्नुहुन्छ इन्क्लाइन लेग प्रेस पनि बब्बाल हानिरहेको थियो। कटहरू देखिरहेको थियो, तर मेरो लेग खासै थिएन। त्यसैले मैले लेग चाहिँ इन्क्रिज गर्नुपर्छ। त्यसपछि चाहिँ मैले यो सेट हानेँ होइन, कटको लागि देख्न सक्नुहुन्छ चट्ट मिलाएर बब्बाल हानेँ। त्यसपछि चाहिँ मैले यो सेट हानेँ ब्याकको लागि, ब्याक लेगको लागि। त्यसपछि योमा पनि अलिक मजाको फिल भइरहेको थियो होइन, ठिक्क। त्यसपछि चाहिँ मैले यो हानेँ इन्क्लाइन लेग प्रेस हानेँ पनि, के भन्छ यसको नाम तपाईँ कमेन्ट गरेर, मलाई त आएन है। त्यसपछि हान्नुपर्छ म सोल्डर होइन, फ्रन्ट मस्त यो सोल्डर पनि हानेँ। अनि के भन्छ त्यसपछि यो हानेँ। यो चाहिँ मैले अस्ति अनलाइनमा देखाएको थिएँ। यसले चाहिँ फ्रन्ट सोल्डर चाहिँ बब्बाल ट्रेन हान्दो रहेछ। त्यसपछि चाहिँ मैले फ्लाइङ हानेँ। देख्न सक्नुहुन्छ चट्ट फ्लाइङ पनि धेरै होइन, 7.5 केजीले चाहिँ बब्बाल हान्दा थियो, किनभने बडी रेप्स हाने चाहिँ बब्बाल पेन हुन्छ। त्यसपछि चाहिँ मैले यो रोपबाट यो हानेँ। देख्न सक्नुहुन्छ मेरो बटरफ्लाईदेखि मेरो पछाडि सोल्जरको नक्सा फाइबरहरू। त्यसपछि यो अनि लास्ट सेट भने यो सेटले हान्दा, किनकि सबै सोल्डर तन्किन्छ। त्यसपछि अब गर्नु पऱ्यो मैले हल्का बडी सो। देख्न सक्नुहुन्छ मेरो लेग कटहरू र मेरो सोल्डर। अनि देख्न सक्नुहुन्छ मेरो बाइसेप एब्स कट्स। ओ माई गड, यो चाहिँ मेरो ब्याकको कन्डिसन थियो आजको। सोल्डर हानिसकेपछि देख्न सक्नुहुन्छ अलि सो त के भन्छ हान्नु पऱ्यो नि त फ्लेक्स चाहिँ होइन। ओ माई गड। त्यसपछि म र कुशललाई चाहिँ राति फटाफट निस्किसकेको थियो घर। अब घर त निस्किनु पऱ्यो, त्यसपछि चाहिँ के गर्ने। देख्न सक्नुहुन्छ मेरो अम्लेट 4 अन्डाको तर खाइसकेको त। यो राइस अनि सधैँ चटनी, यहाँ छ सेक। अनि आजको भिडियो के कस्तो लाग्यो, फाइनली आज लाइसेन्स पनि लगियो होइन, 250मै लाइसेन्स कटाइयो, खुसी लाग्यो। यति भन्दै चाहिँ हामी बिदा माग्न चाहन्छु। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभन्नु होला। मेरो सबै बहुत कराउँछ। धन्यवाद, बाई बाई, गुड नाइट एभ्रिवान।